नि त बुढी बच्चाहरू अनि भोलिपल्ट हामी आयो क्या भोलिपल्ट हामी ठुलो म रविन दाएर आएको दाइ अनि त्यो देखाइदिएको होइन केही पनि भनेन माने अब यस्तो यस्तो अहिले त्यो बाइक छ नि त्यो चाहिँ डिसिएम कि के भनेको यो तल दरबारको कि जङ्गल होइन रमाइलो हुन्छ हाम्रो यो सधैँ जङ्गल देखेर मलाई त के लाग्छ यो मलाई त बहुत रमाइलो लाग्छ हेर्नु त्यो तारले उयो गरे त्यो अहिलेको डट त बाइक छ नि त्यो तारले उठाएको 1 घन्टाको 2000 कि कतिको 2000 हौ 1 घन्टाको होइन होला एक राउन्ड कति छ 200 दरबार पछाडि यस्तो त तलबाट आएर यहाँ छिरे पनि हुन्छ त्यही त भन्नु गोपालले के भने चाहिँ हामी यो बाटो आउँछ मलाई झन् आर्मी समातेर छ समातेर मलाई तनाव दिन्थ्यो अरे क्या अनि अहिले म भन्छु टिसीले छ नि यही बाटो हालिदियो त्यो एडभेन्चर बाइक छ नि सबै यही बाटो हालिदियो त्यो कुनाबाट अनि म भन्छु के चाहिँ ख्यासे छ त हामीले भयो यता त कति त त्यसरी किन योमा लत्पतालो हुन्छ खालको ठाउँ होइन अब उसको 4वटा पाङ्का छ जता खाएर बनायो नि भइहाल्यो फेरि सबै उक्लिने हो सबैजना तलबाट तपाईँको त्यो एउटा मैले अहिले अघि मैले भन्छु के भने धाम छ नि धाम तर जसले जस्तो भन्यो भने 220 बाइकको जो तार छ नि त्यो चाहिँ मैले एमआरएफको तारेर मैले माने यो बिचमा किन यहाँ आउँदा पन्चर भयो नि त मेरो डबल लोड होइन है बाइक पन्चर अब यहाँनिर खेलेर ऊपर लाग्छ त लाग्दैन अनि स्कुटीमा नआएर डबल 2जना डबल लोड बस्यो कति बाटो जति गयो पनि आउँदैन होइन कति भएछ नि स्कुटीमा आएर अनि टायर पहिनै हाल्यो फेरि हो भनेर रफ चलाएर गएको म बाइक अनि यति रफ चलाएर गयो यति बाइक होइन यहाँ कति मजा होला त्यो चढिँदैन ल यस्तो रफ चलाएर गएर अनि सुन्दर जग्गा गएर हावा हालेको तपाईँको भयो भने 2 ठाउँमा छिस्को खोज्नु पऱ्यो टायर केही पनि भयो एमआरपी हो नि फेरि एमआरएफै हो टायरमा चाहिँ यो नि नचिप्लिने फेरि यिनीहरूले कति रफ जग्गा राख्छ बाटै आफ्नो कति एडभेन्चर कति यहाँ मान्छे आउँछ त्यहाँ जतिखेर आइनुभयो अलिकति डर भएको त्यही जङ्गल जनावर जङ्गल जनावर आउँदैन हो दिउँसो आउँदैन क्या हत्तपत्त राति मात्रै हो अलिकति गाह्रो कि दिउँसो तपाईँको उसलाई डिस्टर्ब नगरेपछि आउँदैन कि त्यहाँ माथि यो त फेरि गाउँ छेउ हो नि त गाउँ छेउ हत्तपत्त आइहाल्छ यहाँ पनि घर छ है यो त अहिले यहाँ तपाईँसँग आएर यति बेला
हाफ-ड्याम बिस्तारै आयो नि त बिस्तारै आएको छ हामी तर ठिक छ नि हामीलाई आनन्द छ जिउलाई लोड परेको छैन नत्र यता दुख्ने र उता दुख्ने हुन थालिसक्यो लौडा जस्तो बुझी एउटा वाइफाई राखेर अनलाइन गर्नु पर्ने हिँड्दै यो के रे यो एउटा वाइफाई राखेर अनलाइन गर्नु पर्ने हिँड्दैनले के चाहिँ यो टिकट काट्ने अब यो त मैले के थाहा तपाईँहरू जानुहोस् टिकट परेन फ्रीमा सिधै न दुईजना मान्छे आएको एउटा बाइक एकजना मान्छे काट्नुहोस् होइन अर्को परेन अफर कि आर्मीले कहाँ भेट्छ र को आर्मी आउँछ चेक गर्नलाई कुनै मैले बाउला हुन्छ नि यहाँ उकेर बस्नुलाई त्यो पोस्ट छ नि त्यो थिएन मान्छे बढी पोस्ट जब दृश्यमा आयो नि त्यसपछि त्यो दृश्य दरबारले हाल्यो कि यो पोस्ट पोस्ट होइन त्यो आयो त्यसो त सबै यहीँ हो नि त त्यो गुन्डाउनु अन्त कहाँ छ र अब त्यो धराना गुडाएर के काम हो कि भन्नु त उसो त प्राइभेट बाटो जतिकै रहेछ यो अनि अब यो भनेको यही ठाउँ चिल हुने ठाउँ भनेको अब यति भएपछि हप्तापल्ट केटाहरू नै आइपुग्दैन मोबिल अस्ति बाइक एकदम तपाईँको घ्याट ऊ छ याद गर्नु भएको छ तपाईँले त्यही त अनि अस्ति तपाईँको मैले मोबिल फेरेँ होइन मोबिल फेर्दाखेरि तपाईँ जुन हामीले अस्ति फेऱ्यौँ नि त्यसको साउन्ड आयो क्या त्यो भाइब्रेसनको साउन्ड आयो साउन्ड राम्रो आएन गएर चेक गराउनु है तपाईँको यो पहिलाको गियरबक्सको बाहिरी कभर हल्लाए जस्तो छ भनेर भनेको उसले अनि त्यो त अस्ति मात्र फेरि कहाँ हालिदिन्छ भनेको खोइ के गरी हाल्यो थाहा भएन तर यो चेक गराइहाल्नु साउन्ड बिग्रिसक्यो त्यही भएर अस्ति मैले तपाईँलाई सोधेको थिएँ नि प्रमोदमा जाउँ गरिहाल्नु पर्छ तिन दिन त भयो 3 दिन भयो 4 दिन भयो मोबिल थियो होइन सर्भिसिङ गरेँ बाइक स्मुथ आवाज धेरै सुन्यो है अनि तपाईँको कस्तो डेन्जर हिँड्नु बाटो ल डराउँदैन त मान्छे यो तपाईँको हिँड्न डराउने बाटो हो होइन बिचमा घाँस छैन पातले खाएको होला सबै हजुर बच्चाहरू साह्रै कोर्दै क्या ए नयाँ पनि तपाईँलाई किनेर जस पाउँदैन किन्ने सोच पनि छैन त्यही उयो तेल हाल्नु पऱ्यो भने इभी सोच आएको हो अझ केही पनि होइन अब तेल त बिस्तारै घटि नै हाल्छ तपाईँको इभीको हुन त फाइदाजनकै हो होइन अब इन्सुरेन्स फुल कभरेज हुन्छ भरे आगलाई भयो नि मतलब हुँदैन तर एउटा के छ भन्दाखेरि ब्याट्री फेर्ने बेला फेरि उयो त नि पैसा त हामी यस्तै कटेर पाडे है हामी पढ्ने बेला छैन यस्तो जङ्गल पार गरेर आउने नि त एउटा चिनी किन्यो अहिले नकिने अर्को पालि बुढीहरूले लिएर आउँछ पैसा नदिने आउँछ त्यहाँमा
स्वाटै छिरेको खोजेर बस्नै परेन कि अँ त्यहाँ इमान्दारीलाई मात्रै रहेछ त त्यसपछि कसले खोज्न आउनु त त्यहाँ आर्मी कहाँ जान्ला दृश्यम रेस्टुरेन्ट दृश्य रिसोर्ट जान्ला हो नि त ल सिधै कुरा नि कहाँ जान्ला रिसोर्ट जान्ला कहाँबाट छिरे रिसोर्ट गर्दैछ कहाँ छिरिहाल्यो रिसोर्ट यसलाई फर्किने बेला यो बाटो होइन नि त नजर भएर फर्किँदा नि भयो नि तपाईँले भने जस्तो हो ल यही बाटो फर्क्यो नि कहाँबाट आएको दृश्य रिसोर्टबाट आएको त्यता चाहिँ मध्य जङ्गल रहेछ है त्यो जङ्गल त्यो बाटो पानी परेको बेला त यो बाटो सम्झिनु नि पर्दैन नआए नि हुन्छ एकपल्ट छिट्यो भने छिट्यो
मैले साउन्ड सुनेर भाइ गएर हो र तपाईँ आँखा गर्नु हो रहेछ तपाईँ बाघ पनि होला हुँदैन बाघ मृग हाटमा बाघ हुँदैन बाघ हाटमा मृग हुँदैन ढुक्क हुँदैन बाघले सिकाउँछ त्यो मलाई चलिरहेको छ लाग्यो यिनीहरू यस्तै घनघोर बस्तीमा बस्छ यिनीहरू ढुक्क छ कि कसैले अब तपाईँको एट्याक गरेको छैन हाम्रोतिर चाहिँ मृग देख्नु यहाँ देखेपछि एकपल्ट माथि थुप्पामा भेटेकै एट्याक गरिहाल्छ नि त समुदायको मान्छे नै मृग भेट्यो काली अब अहिले त मान्छे मार्ने मान्छे छैन होइन अब अहिले त तपाईँको उयो यहाँनिर बसेछ अलिकति त अगाडि जानु दुईजना राइट हान्दा यार यो कहाँको जङ्गल बिचमा छ तपाईँले देख्नु भएको छैन होला उयो हाँगाको त्यहाँ छ तर नेक्स्ट स्याटरडे हो है त नेक्स्ट स्याटरडे यता राइट अहिले कहाँ हो उता लुकिरहेको एकछिन आउँछ तेह्रतिर हामी उता लुकिरहेको छ तर तपाईँको उता रातो रातो भाडा लुकिरहेको छ त्यसतिर हुनुपर्छ ल यसको बिच छेउछाउ छ मृग त मजा गरेर छौ अघि त यहाँ नि नजिकै थियो हेरिरहेको छ अझै बाघ भेट्दैन मृग भाडामा बाघ हुँदैन होइन बाघ भएको ठाउँमा बाँदरहरू हुँदैन जङ्गलमा बाघ छ नि बाघ छ होइन तर तपाईँको बाघ भित्र बस्छ कि कति भित्र बस्छ बाघ धेरै भित्र बस्छ बाघ लिएर छोडेपछि तपाईँको बाघ भनेपछि तपाईँको गोडार बढी हुन्छ नि त्यस्तोमा बस्छ कि यो मृग भएको ठाउँमा बाघ किन बस्छ भने बाघले चाहिँ मृगलाई एट्याक गर्छ एट्याक गर्ने बस्दै बस्छ त्यही वन्य जन्तु नै हुन्छ त्यसको छेउछाउ बाघको छेउछाउ जस्तो तपाईँको कहिले कहिले बाँदर आउँछ नि बाँदर आएको ठाउँ चढाउनै पर्दैन अब हामी त जङ्गलमा गोरुहरू चढाउनु लिएर जानुपर्छ क्या अब यस्तोमा ल्याउने गोरु छोडिदिने अनि आफूको गोरुको पछि हिँड्यो अनि यो तलबाट हिँडेपछि झन्डै 4 घन्टा 5 घन्टा अनि त्यो गोरुको पुछार लाग्ने हो नि त कहाँ जान्छ के गर्छ के खान्छ यस्तो जङ्गल त तपाईँको हामी त तपाईँको दिक्क लाग्ने जङ्गल क्या हामीलाई जस्तो अब हाम्रो गोरु हुने ठाउँ एकाबाट हुन्छ होइन जस्तो यहाँबाट गोरु हुने हो भने नि कहाँ निस्किन्छ कहाँ गएर भन्नुपर्छ भने हामीलाई सबै क्या अब यसको निस्किने बाटो कहाँ छ होइन गोरु कहाँ छ झन्डै तपाईँको अहिले हिँड्दाखेरि हामीलाई त्यो जङ्गल पार गर्न झन्डै 1.5 घन्टा लाग्छ